नियन्त्रण गरेर अनि आजको दिनमा जसले पनि यो विश्वासको प्रमाण यीशु ख्रीष्टलाई दिँदैछ ऊ सिधै स्वर्ग पुग्दैछ, तर जसले चाहिँ यीशु ख्रीष्टलाई यो विश्वासको प्रमाण दिन सकेको छैन ऊ चाहिँ नरकलोकमा जाँदैछ भनेदेखिलाई चाहिँ यो कुरा फेरि शैतानलाई डल्लै थाहा भएको कारणले गर्दाखेरि यो विश्वासीहरूलाई चाहिँ यदि मैले शरीरको अभिलाषामै फसाएँ भने चाहिँ यिनीहरू चाहिँ जतिकै उफ्रे पनि तातिए पनि आचेचक नगरे पनि ढाले पनि यिनीहरू चाहिँ कहाँ जान्छ, यिनीहरूको आत्मा चाहिँ नरकलोकमै जान्छ र भोलिको दिनमा मसँग नरकमा उफ्रिन्छ। उफ्रिँदै गरोस्, म यिनीहरूलाई भित्रमा पाप गर्नु लाउँछु भनेर चाहिँ अलिकति त्यो वक्ताले अलिकति त्यो विश्वासीले शरीरको काममा अलिकति चाहिँ गऱ्यो भने चाहिँ त्यसमै दुष्टात्मा पठाएर चाहिँ बिस्तारै 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 खर्ल्याक्कै पार्छु भनेर चाहिँ त्यो प्रकारले धेरै विश्वासीलाई आज शरीर नष्ट गर्ने कुराहरू खाउनु लगाइरहेको छ। धेरै विश्वासी बाउ आमाहरूलाई परपुरुष र परस्त्रीसँग व्यभिचारमा फसाउने कार्य गरिरहेको छ। त्यो समयमा जसरी सिमसोनको लागि दलिलालाई त्यसले प्रयोग गर्यो, त्यो समयमा जसरी शैतानले दाउद राजाको लागि जसरी हित्तीहरूको स्वास्नी बेत्सेबालाई प्रयोग गर्यो, त्यसरी नै आजको दिनमा हाम्रो विश्वासी बाउ आमाहरूको लागि विश्वासी आमाहरू कतिजना विश्वासी आमाहरूको लागि विश्वासी बाउहरू प्रयोग गरिरहेको छ।